भिलेबेसीको ठुलो खोलामा चाहिँ आइरहेछौँ हामी। त्यसपछि अब चाहिँ हामी यताबाट काठमाडौँबाट या ठुलो खोला अनि भारती अनि पोखरी जाने बाटो चोक चाहिँ आएर चाहिँ अब चाहिँ हामी चाहिँ उता टिम्टेश्वर महादेवपट्टि लाग्दैछ यो बाटो चाहिँ सिधा लाग्यो भने चाहिँ टिम्टेश्वर महादेवपट्टि लाग्ने बाटो हेर्नु होला। ढुङ्गा छ यहाँ हेर्नु होला। मैले एउटा भिडियो पनि बनाएको छु। दमाढुङ्गाबाट चाहिँ अलिकति तल मोडेर गएपछि चाहिँ अनि तपाईँले दाहिना मोड्न सक्नुहुन्छ। यो दमाढुङ्गा भन्ने ठाउँ चोकबाट चाहिँ एउटा भिडियो बनाएर हालिदिन्छु तपाईँहरूलाई। यहाँ मन्दिर पनि छ, कृष्णको मन्दिर। यो दमाढुङ्गा यताबाट चाहिँ तपाईँ सिधा गएर अलिकति तल पुगेपछि दायाँ मोडेर जानु होला। अन्त अब चाहिँ हामी चाहिँ यता भ्युनुपट्टि लाग्छौँ। अब आउँदा चाहिँ दमाढुङ्गा भन्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। यो दमहरूले उता सिधा नजानु होला। यो दमाढुङ्गाबाट अलिकति तल आएपछि दायाँ मोडेर चाहिँ जानु होला। दायाँ मोडेपछि यो बाटो चाहिँ गएपछि तपाईँको चिम्टेश्वर महादेव पुगेर आउन सक्नुहुन्छ। यो बाटोबाट चाहिँ तपाईँहरूलाई यो बाटो देखाइदिएको छु। सिधा नगइकन दायाँ मोडेर झर्नु होला। बर्खामा चाहिँ तपाईँ अलिक गाह्रो हुन्छ, अहिले हिँड्न त सकिन्छ जति भने। चिम्टेश्वर महादेव जाने यहाँ पुल पनि छ। यहाँ पुरा बाटो यहाँ यो घुमाउरो बाटो रहेछ। यहाँ के अरे घिउँ हुँदै आउँदा चाहिँ हजुर उकालो उकालै छ। अब हामीलाई कति बसहरू गइरहेछ। ए उकालो उकालो चाहिँ कति समय लाग्छ हाम्रो यहाँ पुग्न हजुर? अझ आधी घन्टा लाग्छ क्या हामीलाई? हो लाग्दैन? ल धन्यवाद। अब हामी चाहिँ यहाँबाट टिम्टेश्वर महादेव लाग्दैछौँ। यहाँ पुल ठ्याक्क पुल पनि आइपुग्यो। यो पुलबाट अब त लागेर अब करिब यहाँबाट आधी पुलबाट आधी घन्टा लाग्छ भन्ने सुन्नमा आएको छ। अब जाँदैछौँ। यो बाटो चाहिँ अलिक कच्ची छ। वहाँ पारि देखाएको छ। ल हिँडौँ सर हिँडौँ। ल ल यहाँबाट चाहिँ ठ्याक्कै अब पारि तरिन्छ र लाउडा सुमनजी आउँदै हुनुहुन्छ। ओके भूमि सर आउनुभयो। ओके तर आउनु नमस्कार मित्रहरू। यो चाहिँ हामी चाहिँ चिम्टेश्वर महादेव आइरहेछौँ। बाटो यो जुन के भ्युनुगा हुँदै आउने बाटो चाहिँ यो यताबाट देखाइरहेको छु। यताबाट चाहिँ हाम्रो चाहिँ गढीमाई जाने बाटो के अरे यो बेलको गढी के अरे जाने बाटो यो छ। यताबाट मेरो विचारमा यहाँबाट के अरे बेलको गढी हुँदै के अरे बाट पनि आउन सकिन्छ यो बाटो। त्यसपछि हामी चाहिँ अब चिम्टेश्वर महादेव चाहिँ अब यताबाट यो चोकबाट उमो लाग्छौँ। यही जङ्गलबाट उमो लाग्ने बाटो देखाएर यही नै भन्ने लाग्छ। अब यहाँ कोही छैन। अब हामी तपाईँहरूलाई बाटो देखाएर चाहिँ उमो लाग्ने कोसिस गर्छौँ। हेर्नु होला। अब झर्क नमानिकन हेरिदिनु होला। महादेव धाम देखाउने कोसिसमा छौँ। उमो लगाएर जान्छौँ हामी। अब यहाँ खोला आइरहेको छ। एउटा खोला हो नि। त्यो पानी चाहिँ अब धेरै ठुलो छैन। अब ठिकै छ। खोलामा अलिक पानी बगिरहेको छ। हामी चाहिँ अब यहाँ खोलाबाट उमो लाग्ने भनेर चाहिँ उमो लाग्ने प्रस्तुत गर्छ। बर्खामा चाहिँ अब धेरै ठुलो होला सायद यो खोला। अनि पानी पनि खानेपानी नै होला सायद। यहाँ यसरी जमिरहेको छ। यहाँ पानी सङ्लो पानी छ। हेर्नु सक्नुहुन्छ। आनन्द चिसो होला पानी पनि। खानेपानी नै होला यो।
ल अब हामी यहाँबाट चाहिँ उँभो लाग्छौँ यो बाटो हो त्यसपछि यो बाटो चाहिँ यो 35 किलो भएर आउने बाटो चाहिँ यो हो कि जस्तो लाग्यो मलाई यताबाट होइन यो जस्तो लाग्यो मलाई अब हेरौँ होइन नजाउँ नजाउँ यो के ठाउँ भन्छ दिदी हजुरको खोला उता चाहिँ काफलचौर भन्छ काफल चौर यता खोला उता चाहिँ यता चाहिँ यो 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 चाहिँ बाटो चाहिँ काफल चौर खोला उता हजुर, चाहिँ अनि यो बाटो यता चाहिँ उ के अरे भन्याङ भन्छ बेलकोट गढी बेलकोट गढीबाट चाहिँ के अरे भनौँ के अरे जाने बाटो यो बेलकोट भन्स्याङ भन्छ यो बाटो चाहिँ हजुर हजुर अनि यो बाटो उँभो लाग्यो भने चाहिँ अहिले के अरे चिम्टेश्वर महादेव हजुर यहाँबाट होइन हजुर ए हजुरको घर हाम्रो यही ए हस् धन्यवाद ए हस् अनि हजुर अहिले उँभो लाग्नु भएको छ कता टाढै ए ए हस् हस् ल यो चाहिँ पहिल्यैदेखिको पोखरी भन्ने सुन्नमा आएको छ महादेव थानदेखि अलि वरै रहेछ सानो एउटा पोखरी यहाँ महादेव पनि सेवानी गरेछ भनेर यहाँ स्थानीयहरूले भन्नुभएको छ हामी चाहिँ चिम्टेश्वर महादेवको अलिकता तलब चाहिँ यहाँ के अरे यो देखेर चाहिँ यहाँ पुरा खरहरूको रहेछ यहाँ खरहरू यताउति के अरे रहेछ रमाइलो पनि रहेछ हामी अलिकता तल छौँ भ्यू टाढो माथि डाँडा ठ्याक्कै माथि छ महादेव थान त्यो टाढोदेखि मुनाबाट देखेको छु अब अलिकता 10-15 मिनट चाहिँ हामी यहाँबाट बाइक राखेर यहाँ बाइकहरू पार्किङ गरेर यहाँबाट हिँडेर जाने प्लानमा छौँ हामी साथीहरूसँग अब यहाँ पैसा लिएर आउँदै हुनुहुन्छ अलि तलै छोडेर आयौँ हामी ल ल आउनुहोस् सर आउनुहोस् यो बाटो पनि हो क्या जाने हजुर यहाँबाट छ कि जस्तो लाग्यो मलाई हाम्रो चाहिँ अब स्कुटीले बाइकहरूले अलिक नतानेर धेरै उकालो हो त्यसपछि यो साथीहरूलाई आकर्षण गराउन चाहन्छौँ यस्तो बाटो चाहिँ गर्नु भएन पर्यटक क्षेत्रमा हेर्नु त्यही त हामी यस्तो र यहाँ स्वागर मुटु पनि अलिक विकास होस् भन्न चाहन्छौँ उहाँको पनि मुटु ढुक गरिरहेको छ मुटु ढड्किरहेको छ बाटो चाहिँ अब यही हो उता जाने अब मन्दिर चाहिँ अलिकति घुमेर चाहिँ माथि छ हामी चाहिँ यताबाट सिधै हिँडेर जाउँ कि होइन सर यो 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 जुन यो बाटो यसरी हिँड्दै जाउँ है सर हुन्छ हिँड्दै गएको थियो जाउँ र पर्नुपर्छ तपाईँको हिजोदेखि भन्दै तै पनि महादेव थाना आउँदा धेरै के अरे तपाईँको निको भएको छ नि अहिले होइन सर महादेव वरदान दिनुहुन्छ नि हामीले महादेव ठाउँ आएपछि केही न केही महादेवले भगवान्ले यहाँ हाम्रो टेवारजी नि आउँदै हुनुहुन्छ उहाँ गाह्रो छ महादेव चिम्टेश्वर महादेवको मन्दिर गजर राख्न बाँकी रहेछ होइन माथि नाग बस्छ चिम्टेश्वर महादेवको मन्दिर चाहिँ यहाँ माथि रहेछ यहाँ गजुर के अरे बनाउँदै हुनुहुनेछ गजुर बस्छ नागको भन्नुभएको छ अब यहाँ गजुर राख्न बाँकी नै रहेछ यहाँ भवानी आमा यो नाग देवता मन्दिर ए ए बुढा नीलकण्ठको आकार बनाउनु भएको यहाँ नीलकण्ठ भगवान्को छिरौँ कुल्ला गरौँ हजुर चिम्टेश्वर भन्छ क्या होइन पहिला इन्टरभ्यू पनि हेरेको थिएँ के छ सर पहिला ल्याउन आउनु त यता आएर उभिएर भनिदिनु त आमा यता उभिनु त मन्दिरपट्टि नाम हजुर मेरो चण्डीनाथ हजुर अनि यो हाम्रो यहाँ चाहिँ अब यो महादेवको बारेमा चिम्टेश्वर महादेव भनिन्छ होइन हजुर उहाँको सम्बन्धमा के बताइदिनुहोस् न यो जुन सत्यदेवीको आत्मचिर पतन भएको चिर्केश्वर महादेव हो हजुर अनि दोस्रो हिस्ट्री यसको चाहिँ जुन तपाईँलाई मानव सरोवरबाट कालोकोट विष यो भोले बाबा चाहिँ भ्रमण गर्दै अनि तपाईँलाई चाहिँ गोकर्ण
गोकर्णबाट यो ठाउँमा आएर विश्राम गरेर यहाँबाट गोसेकुण्डको ओए जाँदाखेरिमा हजुर चिम्टा उहाँको हातको यहाँ छुटेको हुनाले चिम्टेश्वर भनेर चिम्टा बिर्सिनु भएको उहाँले चिम्टा बिर्सिनु भयो। अहिले पनि छ चिम्टा हजुर चिम्टा झुन्डेर राख्नु भएको छ के छ अब यो झुन्डेर त्यो राख्नु त्यही नै चाहिँ इतिहासमा त्यो बुढापाकाहरूले त्यो भनेको छ। अब हामीले चाहिँ हाम्रा बुढापाकाहरूले पहिलादेखि नै पूजाआजा यताउता गर्दा चाहिँ चिरै भनेर चिर्केश्वर भनेर चाहिँ हामी चाहिँ पूजाआजा गर्छौँ। ओहो त्यसो हुन्छ। अनि भनिन्छ पृथ्वीनारायण शाहले चाहिँ अब नुवाकोट जित्नुभन्दा अगाडि यहाँ पूजा गरेपछि बल्ल जित्नु पऱ्यो भन्ने कुरो सुनिन्छ नि। हजुर त्यो त तथास्तु नै हो, तथास्तु नै हो, तथास्तु नै हो। एकदम शक्तिशाली हुनुहुन्छ, एकदम शक्तिशाली हुनुहुन्छ। यहाँ त एक चिज चाहिँ उहाँसित चाहिँ प्रधानमा आएको हेर्नुहोस्, मलाई त झललल उहाँको चाहिँ सबै नै देखाइदिनु भयो। यसरी देखाउनुहुन्छ। एक भक्तिसित माएको प्रथामा सबै पुरा हुन्छ, यो पुरा गराउनुहुन्छ, पुरै नै गराउनुहुन्छ। यहाँ आउन चाहने भक्तजनहरूलाई के बताइदिनुहुन्छ आमा? म सत्य नै बताउँछु, म यही नै कुरा बताउँछु। यसरी तपाईँहरूले उ गर्नु होला भनेर चाहिँ म चाहिँ मनले चिताएकै कुरा। धेरै मान्छे पीडित भएका, नबोलेका, अपाङ्ग भएका, दिमाग सड भएका यस्तो यस्तो मान्छेहरू पनि कति आएर यो ठाउँमा आएर गएपछि राम्रो भयो भनेर फेरि दोहोऱ्याएर पनि दर्शन गर्न आउनुभएको छ। आएकै छ। हजुर हुन्छ आमा, अमूल्य समय दिनुभयो। जय भोले बाबा। हजुरहरूले पनि मलाई बोल्न दिनुभयो, यति कुरा राख्न दिनुभयो। तपाईँहरूको पनि जय जय भक्त जनताहरूको सबको कल्याण गर्ने, राष्ट्रको कल्याण गर्ने, देशको कल्याण गर्ने। जय भोले बाबा। जय 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 शिवशङ्कर। जय शिवशङ्कर भोले बाबा। धन्यवाद आमा, धेरै राम्रो कुरा बताइदिनु। बिचमा एकदम चाहिँ यो दुम्नकालको बेलादेखिबाट यहाँ चाहिँ एकदम लुहो भएर चाहिँ सबैतिर मैले घुमेर यताउता हेर्दाखेरि संसार भगवान्को झन्झलाकार यहाँ श्रीमाथि आफ्नो जन्मभूमिको चाहिँ भूमिमा चाहिँ किन यस्तो भयो भन्ने एउटा भित्रैदेखि मेरो जागृत भएर चाहिँ अन्त म होइन, म एउटा गाछे मुनि नै बसेर यहाँ तप गर्छु भनेरै म आएर बसेको हो। तर 12 वर्ष बिताएर 13 वर्ष म प्रवेश हुँदा मन्दिर हेर्दै आएको। अनि यो चाहिँ के भन्नुभयो भनेदेखि जब मैले यहाँ केही अब हजुरहरू आउनुहुन्छ यसरी चाहिँ सोधेको कुरा मैले बताउँदाखेरि अब प्रतिनिधिहरू तलदेखिका माथिसम्म पुगेका नेताहरू भनाउँदाहरूले पनि उनीहरूले पनि सुनाइ गरेनन् कि ए ल त्यसले त्यहाँ बसेर चाहिँ यस्तो यस्तो भनेर चाहिँ विकृति निकाली त्यसलाई त्यहाँबाट हटाइदिन पर्छ भन्नेसम्म त्यस्ता आह्वान उठाउँदा पनि ल सक्छौ भने तिमीहरूले हटाऊ। म आफ्नो एउटा सिद्धान्त भावना भोले बाबासित लिङ्गै भएर चाहिँ उहाँकै एउटा आस्थामा बसेको हुनाले आजसम्म चाहिँ कसैले डगाउन चाहिँ सकेको छैन। जय अलि अब त्यो हालेले विकृति गरेर हाले भन्नेले सुन्दिले विकृति सुने कि त्यसमा नि म चाहिँ मैले चाहिँ रुखै मुनि बसेर हजुरले हेर्नु पनि भएछ आज भन्दा त्यो रुख मुनि नै बसेर अझै पनि म रुख मुनि नै बसेर चाहिँ तप गर्छु नि भने बसेको मैले आफैले कुटे। अब हजुरहरू जस्तै अब यस्तै भक्तहरूले 5-10 दिएको कलेक्सन गर हो। यहाँ कुनै ओडाले गरेको पनि छैन, कुनै नहरले गरेको छैन, कुनै जिल्लाले गरेको छैन, कुनै राष्ट्रले आएर गरे पनि छैन। अहिले चाहिँ यति मन्दिरको लाइमा यो सारा दुनियाँ मैले चाहिँ पनि भनिर अरूलाई पनि भगवान्ले अब कोही कोहीलाई चेत दिनुभयो होला र अहिले एउटा मन्दिरको चाहिँ खडा भएको छ। अब यो चाहिँ किन भन्नु होला भने कुरा तत्त्वबाटै चाहिँ यति चाहिँ तयारी यो हुँदैछ देख्न अब। यो चाहिँ तयारी हुँदैछ। पहिला धोगेर आउँ अनि मातालाई नि हेर्छौँ हैन। हुन्छ त्यो जाउँ न, मन्दिर जाउँ पहिला जाउँ। हस्, यहाँ सबै साथीहरूले पनि दर्शन गर्न आइपुग्नु भएको छ। ल दर्शन गरौँ, तपाईँ हजुरहरूको दर्शन गरौँ त। अनि ल भगवान् भगवान जय गरेर चिम्टेश्वर महादेव मन्दिर यहाँ आएको छौँ। भगवान् रक्षा गर्छु म चिम्टेश्वर महादेव मन्दिर खोज्दै खोज्दै मुस्किलै भगवान्ले चाह्यो भने जहाँ पनि पुग्न सकिँदो रहेछ है। ल भगवान् रक्षा गर्नुहोस्, आँटेर चित्त कुरा पुर्याइदिनुहोस् हजुर। भगवान् चित्ताएको कुरा पुर्याइदिनुहोस् हामी सबैको।
वरिपरि चाहिँ यस काफलको रुखहरू पनि देख्न सक्नुहुन्छ। यहाँ चिम्टा यहाँ झुन्डाइ राखिदिनु भएको छ हजुर। हजुर ए हुन्छ। भगवानको शिला शिव भगवानकै हो क्या? यहाँबाट चाहिँ ठ्याक्कै उहाँको भगवानको स्वरूप देखिन्छ। स्वरूपै देखिन्छ ठ्याक्कै लाएर ओम नमः शिवाय। यहाँ तयारी हुँदैछ यहाँ के अरे अब त्रिशुल र डमरू तयारी हुँदै हो आमा? यो पहिल्यैदेखि गाडी राखेको थियो कि? त्यही त यहाँ निकालिराख्नु भएको छ नि त्यही भएर। ए घन्टी यहाँ छ हेरौँ हेरौँ कुटी के अरे त्यहाँ अखण्डहरू अन्त के भन्नुभयो आमा? यो अखण्ड गुरु गोरखनाथ चिर्केश्वर महादेवको चाहिँ अखण्ड धुना अखण्ड दीप शिवजीको शिवजीको यो बिहानै बेलुकै यहाँ हवन हुन्छ। हजुर आफै गर्छिनुहुन्छ? म आफैले। ए हजुर कति 12 वर्ष 13 वर्ष भयो? 13 वर्ष लाग्यो। अब यो चैतबाट 14 लाग्छ। हजुर यहाँ हजुर उहाँकै पहलमा भएको हजुर। र अनि उता चाहिँ गौमातारी हुनुहुन्छ। त्यो खण्ड बिहान बेलुका चाहिँ आरती जस्तै आरती नै भनौँ न। आरती नै हो। आरती यसबाट चाहिँ यसरी यो हुन्छ यहाँको चाहिँ। ए हजुर उपदेश छ हाम्रो। अब उहाँहरूको इच्छाले कति सक्नुहुन्छ त्यति हुन्छ। हो त आमा हो। ल यति नभए हुँदैन भनेको चाहिँ त्यो चाहिँ भिख मागेको हुन्छ, त्यो हुँदैन भन्नुभएको छ हाम्रो गुरुले। हाम्रो गुरु गोरखनाथले चाहिँ त्यसरी भन्नुहुन्छ। अब अरूले त के भन्छन् त्यो थाहा हुँदैन। ठ्याक्कै चिम्चेश्वर महादेवको छेउमा गौमाता हुनुहुन्छ। यहाँ सानो बाछी हुन्छ, यहाँ गाई गौमाता। जय गौमाता। जय गौमाता। कराउनु भएको थियो। ए हो त यहाँ 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 मन्दिर आउने यहाँ यहाँ बस्नु न यहाँ यतातिर। यहाँनिर ए ल ल ल बस्नु।
चिम्टेश्वर महादेवपट्टिबाट चाहिँ यतापट्टि अब के अरे भ्युटार माथि भ्युटारपट्टि लाग्दैछौँ हामी देख्न सक्नुहुन्छ साथीहरू यहाँ अगाडि उयो भ्युटार उयो मोटर बाटो यतापट्टिबाट पनि रहेछ उयो यताबाट बिस्तार उक्लिन्छ बिस्तार यहाँ खतरा रहेछ यहाँ शिवको लिङ्ग पनि रहेछ यहाँ शिव महादेव भगवान्को हजुर यहाँ रहेछ हे महादेव भगवान् यहाँनिर उहाँ महादेव लिङ्ग हेर्नु उता सुमनजी उता लिङ्ग हेर्नु महादेव यो के कछुवा के हो यो हजुर केही लेखा छैन ए हेर्दाखेरि के कछुवा के को अब त कस्तो राम्रो यार मन्दिर त कस्तो लाग्यो क्या त्यहाँ बसिसक्यो त्यही त जस उता के अरे चिम्टेश्वर महादेव मन्दिर अलि उता छ म अलि यतापट्टि बाटो यहाँ चौरहरू चाहिँ गाडी यहाँसम्म नै आइपुग्छ म तपाईँलाई चाहिँ यहाँबाट उलेर मन्दिरसम्म बाटो यहाँ चाहिँ होइन भ्युटारको बाटो यो जाने बाटो छ मन्दिर सञ्चालन भइसकेको छैन क्या टावर हजुर भ्युटार यहाँ छ सल्लाहघारी देखिन्छ भन्नुहुन्छ ओर्ले 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 के भन्छ त्यहाँबाट ओर्लिँदै हुनुहुन्छ अरू साथीहरू यहाँबाट जाँदै हुनुहुन्छ यी भ्युटारको यहाँ चाहिँ यहाँ देखाउनु खोजेको आज चिम्टेश्वर महादेवको मन्दिर पनि देख्न सक्नुहुन्छ भ्युटार छेउबाट यो वारीबाट मैले चाहिँ यस्तो छ भ्युटारमा चाहिँ सिसाहरू डाङडुङ तोडिदिएर छ यो आन्दोलन तोड्दै हो क्या यहाँ पनि सिसा गाँथे यस्तो नगरे भए हुन्थ्यो है तोडफोड गरेर पुरै के गरे होला बाथरुम यहाँतिर छ है हजुर सिसा जम्मै तोडफोड गर्दै रहेछ यो के गरेर थाहा छैन यो जम्मै भ्युटारको चाहिँ यस्तो देख्न सक्नुहुन्छ है मैले चाहिँ हामी आइपिएलले जम्मै सिसा तोडफोड छ यो सिसा तोडफोड के आन्दोलन गरे होला यी कसले आएर तोड्यो होला यस्तो है ल यसरी तोडिदिएछ सिसाहरू अनि सिसाले काट्ला सिसा सिसा यताबाट नसमाउनु है हात तर तलबाट सिधा नै हुनेछ तर के तोडफोड गरे यार यस्तो सुमनजी माथि जाउँ आउनु तार हर्याङ नुवाकोट बेलकलगढी भ्युटार तस्तो तल आइपुग्यो होइन त हामी अब एक तल आइसक्यो जस्तो अब एक तल गर्नु भने 7 तल रहेछ होइन ल यस्तो चाहिँ तलदेखि 7 तल खोइ त यो त केही देख्यो ल केही देखेन सल्लाह देख्यो सल्लाहहरू नै रहेछ यो सिसाले काट्दा है सिसा जम्मै तोडफोड गरेर के हो यो सिसा तल हेर्नुहोस् है भुइँमा यसरी सिसाहरू जम्मै फुटाएर तोडफोड गरेर के गरे है अब हिमाल त हिमाल त देखिएछ तर हिमालमा कैद गर्नै सकेन तल लाएर ऊ तलबाट ऊ त्यहाँ तल
यहाँ खुट्टाले सिसा काट्ला यो तल है ए खुट्टाले सिसा होइन सिसाले खुट्टा काट्ला खुट्टाले सिसा काट्ला खुट्टाले सिसा काट्ला ल जाऊ यहाँबाट तलतिर झर्ने त होला नि हो सर त्यहाँ पर चाहिँ झन्डा थियो झन्डा चाहिँ खसिरहेको छ जम्मै हावाले तर टुटो बनाएको छ हावाले नुवाकोट चिम्टेश्वर महादेव छेउको भ्युटार 7औं तला रहेछ यो भ्युटार यो देखाइरहेको छु हजुरहरूलाई तर यहाँ सिसाहरू चाहिँ जम्मै तोडफोड गर्दै रहेछ के गरे हो त्यो थाहा छैन व्यवस्थापन पनि नभएर होला यताउतितिर के हो अब सबै सिसाहरू तोडफोड गर्दै रहेछ यो कतिखेर तोडफोड गरे आन्दोलनमै तोडफोड भएको हो कि पछि तोडफोड भएको जम्मै तोडफोड गर्दै रहेछ देख्न सक्नुहुन्छ यो भ्युटार हो 7औं तलाको भ्युटार हो यस्तो छ हजुर हजुर के छ अरे कहाँ र कस्तो बङ्कर भने सुरुङहरू सुरुङ कहाँ छ त हो र भने तल चाहिँ यहाँबाट यस्तो देखिन्छ मैले चाहिँ चिम्टेश्वर महादेव मन्दिर आएर हजुरहरूलाई एउटा भिडियो बनाएर देखाउने कोसिसमा छु नमानिने हेरिदिनु होला शिवको त्यही यहाँ शिवको के शिलान्यास बनाएर राखेर छ नि यो फोटो खिच्नलाई ठ्याक्क यस्तो छ यी उताबाट हिमाल देख्ने गरेर ठ्याक्क राखिदिनु भएको छ सुमनजीको फोटो हानिदिनु यस्तो छ अब यस्तो टाउको छिराएर है पारिपट्टि हिमाल देखिनु म तल लाएर देखिँदै देखेन त अनि कालो त्यो पातले